नमस्कार हजुरहरूलाई फेरि पनि म तपाईहरुको अगाडि केही कुराहरू लिएर आइराखेकी छु अनि त्यो चाहिँ हो हामीले ड्रग्स एडिक्सनबाट कसरी ओभरकम हुन पर्ने हामी कसरी निस्कन पर्ने अनि तपाईहरुको घरमा कसैको बाउ कसैको आमा कसैको छोराछोरीहरू यसरी यो लतमा जस्तै नशालु पदार्थको लतमा लागेर धेरै आज आफ्नो लाइफहरु नष्ट गरिराखेका छन् है आफ्नो जीवनहरु एकदमै नराम्रो कुलतमा संगतमा लागेर बिग्रिराखेका छन् यो कुराहरुबाट चाहिँ हामी कसरी ओभरकम गराउने उनीहरुलाई हामीले कसरी ओभरकम गराउने त्यहाँबाट कसरी निस्किने भन्ने कुराहरु चाहिँ नम्बर 1 मा छ फ्यामिली सपोर्ट है अनि सोसाइटीको सपोर्ट पनि चाहिन्छ यसमा हामीले त्यो जुन चाहिँ लागेको मान्छेलाई हामीले फ्यामिली लागेर उनीहरुलाई कम्पनी दिन पर्छ उनीहरुको कुराहरु बुझ्न पर्छ अनि उनीहरु चाहिँ के भएर चाहिँ आज कतिवटा कमीको कारणले गर्दाखेरि आज त्यो कुराहरुमा लागिरहेको छ ड्रग्स एडिक्ट भइरहेको छ हामीले त्यो कुराहरु बुझ्न पर्छ अनि हामीले फ्यामिली सपोर्ट दिन पर्छ 2 मा छ अनि त्यो जब हामीले त्यो नानीहरुलाई हामीले फ्यामिली पहिला सपोर्ट दिएर हामीले आफ्नो परिवारबाट सपोर्ट दिएर उहाँलाई त्यहाँबाट निकाल्छौं अनि त्यसको नम्बर 2 मा हामीले मेडिकल ट्रिटमेन्ट है काउन्सलिङका कुराहरु हुन्छ मेडिकल ट्रिटमेन्ट दिनु एकदमै जरुरी हुन्छ अनि नम्बर 3 मा छ लभ इन्करेज है उलाई लाइफ स्किलहरु कसरी गर्न पर्ने उसको करियर आज उसको आउने भविष्यको बारेमा उहाँलाई बताएर हामीले एकदमै उहाँलाई त्यस ठाउँबाट हामीले निकाल्नु हामी सक्छौं है हामी सक्षम हुन्छौं आज कुनै कुरा चाहिँ आज असम्भव छ सबै कुरा सम्भव छ नम्बर 3 मा छ लभ इन्करेज सपोर्ट है हामीले सपोर्ट गर्नै पर्छ फ्यामिली मेम्बरले अनि मायाको कुराहरु आउँछ अनि त्यो जति पनि लतमा लागेको नानीहरुलाई हामीले माया गर्नुपर्छ छिछि दूर गर्नु हुँदैन ai यो सँग त हिँड्नु हुँदैन यसरी यो बिग्रिन्छौं भनेर सोसाइटीकोहरुले पनि भन्नु भएन आफ्नो फ्यामिली मेम्बरले पनि त्यो नानीलाई एकदमै माया गरेर है हामीले इन्करेजका कुराहरु त्यसलाई बोलेर हामीले ओभरकम त्यस ड्रग्स एडिक्टबाट चाहिँ हामीले निकाल्न सक्छौं नम्बर 4 मा छ फोकस अन लाइफ स्किल अनि एजुकेसन है हामीले त्यो नानीलाई लाइफ स्किलको बारेमा हामीले फोकस गराउन पर्छ उसको एजुकेसनमा फोकस गराउन पर्छ उसको करियरमा हामीले फोकस गराउन पर्छ है त्यो नानीलाई चाहिँ हामीले एकदमै हामीले काउन्सलिङको जरुरी हुन्छ त्यो नानीलाई है हामीले त्यसबाट ओभरकम गराउनको लागि चाहिँ नानीलाई एकदम हामीले उसको लाइफलाई चाहिँ फोकस उसको लाइफको भ्यालु चाहिँ हामीले कसरी जान्न पर्ने आफ्नो लाइफलाई चाहिँ कसरी भ्यालु दिनुपर्ने भन्ने कुराहरु हामीले जनाउन पर्छ नम्बर 5 मा छ काउन्सलिङ है हामीले काउन्सलिङको कुरा त्यो नानीलाई काउन्सलिङको एकदम जरुरत हुन्छ पोजिटिभ वर्डहरु हामीले बोल्न पर्छ अनि इन्करेजका कुराहरु है हामीले एकदमै त्यो नानीलाई दिन जरुरी हुन्छ अनि त्यो नानीलाई हामीले हरदम कम्पनी दिन पर्छ हामीले हरदम त्यो नानीलाई साथ दिन पर्छ हरेक कुरामा हरेक स्टेपमा उसको दुःखको कुराहरुमा सुखको कुराहरुमा हामीले साथ दिन पर्छ अनि हामी समाजले अनि हाम्रो घरको परिवारले सपोर्ट गर्यौं भने चाहिँ यो नानीहरु अवश्य अघि बढेर जानेछ अनि त्यो ड्रग्स एडिक्टबाट छुटकारा पाउनेछ थ्यांक यू